हेलो हेलो गाइज, आज चाहिँ म यो च्याउ टिप्दैछु। हाम्रो यो दोस्रो लटको च्याउ भइसकेको छ। च्याउ चाहिँ म हार्भेस्टिङ गरिरहेको छु। चाहिँ दोस्रो लटको हो। कसैलाई चाहियो भने चाहिँ अर्डर गर्नु होला भन्ने मन त थियो गाइज, तर के गर्नु, हामीले धेरै लगाएको छैनौँ। हामी चाहिँ यो घरको खानालाई माग्दा मात्रै लगाएको, व्यावसायिक हिसाबले लगाएको छैनौँ। व्यावसायिक हिसाबले लगाएको है, कसलाई कति चाहिन्छ अर्डर गर्नु होला भन्न चाहिँ एकदमै मन थियो, तर हामी चाहिँ यहाँ घरलाई खानालाई मात्र लगाएको छौँ। यहाँ नानीलाई चाहिँ स्कुल जान हतार भएको बेलामा त्यही पनि ल फटाफट भिडियो गरिदेऊ न भनेर भनेको हो। मसँग अहिले स्ट्यान्ड पनि छैन गाइस, अनि यहाँ फेरि दिउँसो भिडियो गरिदिने मान्छे पनि हुन्नन् भनेर अनि खस्यो खस्यो खस्यो। ल हाम्रो चाहिँ अहिले यति च्याउ आइसकेको छ। बच्चाहरूको लागि नास्ता रेडी गर्दै गाइस, मैले चाहिँ रोटी छ, सुक्खा रोटी। यो चाहिँ आलु र सिमीको तरकारी। बाबुको लागि यो चाहिँ मेरो पुन्टे छोरोको लागि हो यो। अनि यता नानीको लागि रोटी तरकारी अचार। नानीलाई पनि अचार मनपर्छ। रोटी तरकारी अचार राखिदिनु होला भनेको थिइन्। नानीलाई चाहिँ रोटी तरकारी अचार राखिदिन लागेको हो। अब चाहिँ यो टिफिन रेडी भयो दुई महिनाको। अब चाहिँ यो थर्मसहरू यता पल्टे अनि थर्मसलाई उठाएर अनि यसमा पानी भर्नु पर्यो। पानी भरेपछि चाहिँ म लगिदिएर स्कुलमा जान्छु। अनि म हजुरलाई स्कुल पनि देखाउँछु, हेर्दै गर्नु होला भिडियो। ल यिनीहरूको चाहिँ रेडी भयो। अब चाहिँ स्कुलतिर जाम। म जाँदैछु। ल फाइनली स्कुल चाहिँ नानीहरूको स्कुल है। खाजा मैले छोडिदिइसकेँ, भित्र चाहिँ कोही हुनुहुन्थेन। अनि म नास्ता चाहिँ छोडेर आइसकेँ गाइज। म चाहिँ आज खेतमा आएको छु, मेरो बारीमा। बारी त के भनौँ र, खेतै भनौँ, सुनसान छ। यो चाहिँ मैले सर्सी छरेको कस्तो भयो भनेर आएको हो। हेरेको चाहिँ मजाको राम्रो छ, म हजुरलाई देखाउँछु है। हेर्नुहोस् त गाइज, कस्तो मजाको छ, मजाको छ। यता चाहिँ यहाँ साइडमा घर बनेको छ। घर पनि दामी छ, घर पनि। यहाँ यो चाहिँ हाम्रो तोरी हो। तोरी बिचबिचमा केराउ पनि छ। तर यो चाहिँ हाम्रो खेत चाहिँ होइन, हाम्रो देवर बाबुको हो, कान्छो देवर बाबुको। उहाँहरूको बसाइ चाहिँ यहाँ छैन, काठमाडौँतिर छ। अनि हामी नजिक भएको कारणले गर्दा खेत किन खाली राख्ने भनेर हो। यो चाहिँ यतातिरको यो सबै बस्ती हो, बैदौली भन्ने गाउँ हो। यो चाहिँ तोरी, यो चाहिँ केराउ, यो चाहिँ सानो तोरी। अनि यता फेरि अर्कोमा फेरि ठुलो तोरी। यो फेरि चैतमा हुने ठुलो तोरी। मसुरोनी छरेको हो, तर मसुरोजी त हराउनु भएको छ। हुनुहुन्न न मसुरोजी त। यतातिर आएर हेरौँ है त। यता नि मसुरो त छरेको हो, तर धेरै घाँसै छ गाइज। जियोस्, तोरी चाहिँ राम्रो छ है। तोरी चाहिँ राम्रो छ गाइज। कसैलाई चाहियो भने अर्डर गर्नु होला भन्न चाहिँ मैले सक्दैन, किनकि हामीलाई नै ठिक्क हुन्छ। हाम्रो फेरि धेरै खेत छैन नि त, थोरै थोरै खेत छ। त्यही भएर अलिअलि घरैको हुन्छ उत्पादन, अलिअलि किन्ने। यो चाहिँ तोरी, ठुलो तोरी। अब चाहिँ घरतिर लाग्नु पर्यो गाइज। अब म घरतिर जान लाएँ। अब मेरो भिडियोहरू कस्तो लाग्छ भन्नु होला। थ्याङ्क यू फर वाचिङ। बाई। अर्को भिडियोमा भेटौँला।